हजुरहरू सम्पूर्णलाई दर्शक नमस्कार। दर्शक महानुभावहरू, आज हामीले हावाहुरीले एकदम अत्यन्तै हावाहुरी लागेको थियो अनि आँप झारेको थियो। प्रकृतिले हावाहुरी दियो, हामीलाई आँप पनि दियो अनि हामीले त्यही अनुसार चाहिँ आज मुरब्बा बनाएर खाने प्लान बनायौँ। म अनि मेरो बिहाजी गुमान सिंह पल्ली भन्ने मेरो बिहाजी चाहिँ हामी दुईजना मिलेर मुरब्बा बनाऊँ न त भनेर हामीले मुरब्बा बनाउन लागेको छौँ। यतिखेर मैले आँप हाल्दैछु। आँपलाई काटेर मजाले काटेर खोया पसेको आँप पनि केही फरक पर्दैन। हामीले चाहिँ सबै रेडिमेड मसलाहरू रेडी गराएर अनि हामीले चाहिँ मैले नुन हाल्दैछु अनि बेसार हाल्दैछु अनि मजाले पकाउँदैछु। पकाएर भातभती पकाएर लेदो बनाएर त्यसपछि फेरि हामीले भेली पकाउनेछौँ। भेली पकाइसकेपछि हामीले चाहिँ आँपमा मिलाउनेछौँ। यसरी हामीले मिलाउँदैछौँ। यो भेली हो, तपाईँले के हो भन्नुहोला। यसलाई चाहिँ हामीले भेली पकालेर चाहिँ पछि मुरब्बामा हामीले मिसाउनको लागि यो भेली पकालेका हौँ। अत्यन्तै मिठो हुन्छ। हजुरलाई पनि कत्तिको मनपर्छ मुरब्बा। यसलाई के बनाउन थालेको भन्नुहुन्छ भने तपाईँले यो आँपको मुरब्बा है, हामीले भेली पगालेर आँपको मुरब्बा बनाउन लागेका छौँ। अत्यन्तै मिठो हुन्छ। यो 6 महिनासम्म बिग्रिँदैन। अति मिठो हुन्छ। यो भातसँग मिठो हुन्छ, यो चाहिँ रोटीसँग मिठो हुन्छ। यो अत्यन्तै मिठो चिज हो। यसलाई चाहिँ मुरब्बा भन्छ। हामीले मुरब्बा बनाउन लागेका छौँ। अत्यन्तै मिठो छ। हजुरलाई पनि खान मनपर्छ भने सम्पर्क गर्नुलाई हामीले धेरै टाढा जान नजिकैको मान्छेलाई चाहिँ चखाउने प्रयास गर्दैछौँ है त। यति दिनसम्म मैले बनाएको भिडियो हेरिदिनु भयो हजुरले। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् त, नमस्कार। हामीले चाहिँ जे जान्यौँ त्यही बनाएका छौँ। सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त, धन्यवाद, नमस्कार है हजुर।